भानुसिंह मेरो घर चाहिँ अहिले चाहिँ म यहाँ निमन्त्रण भन्नु आएको हजुरसँग गुनासो गरेँ मैले हजुर त्यो त्यतापट्टि अब चुनाव भन्दाखेरि पहिला नै हजुरले त्यही क्षेत्र नम्बरबाटै एक नम्बरबाटै जित्दै जानुभयो होइन जिताइयो हजुरलाई के भन्नु पहिले चाहिँ हजुरले निकै घटाले गर्नुभयो त्यसपछि अलिक हजुरको आगमन कमै भयो किन हो कसो हजुरको अब आफ्नो ठाउँमा छ होइन त्यसको लागि अलिकति गुनासो गरेँ मैले अब किन के कारणले आउनु भने हजुरको बाध्यता हजुरसँग छ म भन्छु भनौँ होइन अनि अलिकति केही पनि खासै भएन कि हाम्रो त्यो एक नम्बर क्षेत्रमा त्यति खास त्यति राम्रो बाटो बनाएको छ बाटो त अब त्यो बिस्तारै चाहिँ होइन भन्नुपर्ने नै बन्दैछ बन्ला अझै पनि अरू विकासहरू पनि हुनु पऱ्यो बाटो मात्रैले पनि ठिक छ मेन कुरो यस्तो ठाउँ ठाउँमा के छ खानेपानीको मेरो पुरानो थलो अहिले भानु 8 पऱ्यो भानुमै हो भानु 8 है 8 पऱ्यो पुर्कोट मेरो जग्गा जीवन त्यहीँ छ म त अहिले चाहिँ यता मात्रै अब यो यस्तो भयो त्यतापट्टि अहिले एकदम पानीको एकदम धेरै समस्या छ मेरै त्यही भानुमा 3 मा पानीको समस्या छ अलिक सिस्टम भनेको त्यो खासै सक्सेस भएन त्यस कारणले अब तपाईँले अब त्यसको भानु 3 मा हामी धेरै नै छौँ अब तपाईँलाई सपोर्ट गर्ने म आउँदैछु त्यहाँ अर्को हप्ता होइन भानुमा राम्रो 4-5 दिनै दिन्छु यसअघि चाहिँ के भयो भने अब हामी 20 सिटबाट 21 सिट भयो अझै पनि सानो पार्टी हो सत्तामा काङ्ग्रेस र एमाले नै रह्यो विपक्षी सांसद भएको हुनाले हामीले मायाको बजेट पनि काट्दिने क्या होइन त्यस्तो समस्या भयो त्यही भएर नै हामी यसपालि चाहिँ आफै बहुमत ल्याउनु पर्दो रहेछ भनेर लागिरहेको छौँ होइन आफै 138 140 सिट लिएर आएर गाडु पनि आफ्नै हातमा भएपछि गर्न सकिन्छ भन्ने पहिला बजेटहरू लिएर आयो अर्को कुरा चाहिँ यो पातलो भयो भन्ने गुनासो चाहिँ भूगोलै ठुलो छ क्या तपाईँ भानु 3 बाट यहाँ आउन पनि टाइम लाग्यो नि यस्तो त 42वटा वडा 800वटा बस्ती रहेछ 700वटा 800वटा बस्ती छ एउटा बस्तीमा एक दिन बस्यो भने पनि हाम्रो 3 वर्ष त यहीँ जाने रहेछ तर काम चाहिँ के हो त सङ्घीय सांसद हो नि त सङ्घीय सांसदलाई उहीँ तनहुले जिताएको तर काम चाहिँ देशकै गर भनेर सिंहदरबार पठायो नि त मानिसहरू होइन त्यो भएर काम बढी उतै छ 100वटा बैठकमा 90% हामी उपस्थित भएर काम गऱ्यौँ त्यहाँ अरू सांसदहरू त्यसरी टाइमै दिएन र यहाँ तनहु पनि म 110 चोटि आएर छु क्या 2 वर्ष तर भूगोल ठुलो भयो होइन तपाईँले त्यो 70% त्यता देखाउनुमा 30% त आफूले जितेको क्षेत्रमा देखाउन पर्यो पहल मेरो खालि संसद नचलेको बेलामा आफ्नो जिल्लामा आउने 110 चोटि चाहिँ आएर क्या तर चाम्बास पनि म 3 चोटि जति आएको त्यही त मैले भन्नु छु 70% देशको लागि गर्नुभयो तपाईँले होइन 30% तपाईँ आफ्नो कुन क्षेत्रबाट तपाईँले जितेर जानुपर्छ कुन क्षेत्रमा हामीले तपाईँले भोट गरेको त्यो क्षेत्रलाई भन्ने मेरो दाबी हो होइन तर अब अझै बढी गर्ने अझै है थ्याङ्क यू यसपालि चाहिँ ठुलो पार्टी बनाएर पठाउन सहयोग गर्नु होला